त्यो ट्रान्ज्याक्सन्स गर्ने बेलामा नगदमा भुक्तानी गर्ने हैन, पेमेन्ट भाउचर्सहरू मेन्टेन नगर्ने, पेमेन्ट अनलाइन पेमेन्ट्सको कुराहरू, यसले ओभरअल बिजनेसमा कस्तो इम्प्याक्ट गर्छ र ट्याक्स कम्प्लायन्समा यसले कसरी इम्प्याक्ट गर्छ? ट्याक्स इभेजन र अभोइडेन्सलाई लगभग एउटा नै मानौँ, अब त्यो सिनोनिम्स जस्तै गरी ट्रिट गर्ने हो भने ट्याक्स प्लानिङ और इभेजन। अब ट्याक्स इभेजन भनेको चाहिँ कस्तो भयो भन्दाखेरि जानी यो चाहिँ अनलफुल तरिकाले इलिगल म्यानरमा चाहिँ ट्याक्स तिर्नुपर्ने ट्याक्स लायबिलिटीलाई घटाउनु, यो चाहिँ ट्याक्स इभेजन मानियो। जस्तो त्यसको लागि चाहिँ के गर्ने भयो बिजनेसहरूले या पर्सनल्ली पनि कसैले इन्कम लुकाउने। अब ट्याक्स प्लानिङ भनेको चाहिँ जुन लिगल फ्रेमवर्कभित्र जुन सुविधाहरू सरकारले ट्याक्स ऐनले दिएको छ ती सुविधाहरूको युटिलाइज गर्ने, त्यसलाई चाहिँ ट्याक्स प्लानिङ भन्न सकियो। वरिपरिको सरकारी स्कुलहरूको स्तरोन्नतिको कुराहरू, हाम्रो नगर अस्पताल अथवा भनौँ न स्वास्थ्य चौकीमा आएका स्तरोन्नतिका कुराहरू, त्यो जम्मै हाम्रो ट्याक्सबाटै त हो नि। त्यसरी पनि त सामान्य नागरिकले लिन सक्नु पर्यो नि। देख्न सकिन्छ। Ankur's podcast brought to you by Echo Creations. नमस्कार, अंकुर्स पडकास्टमा यहाँहरूलाई फेरि पनि स्वागत छ। हामीले नर्मली आफ्नो डे टु डे लाइफमा अथवा एज एन एन्टरप्रेन्योर अथवा एज अ भनौँ न सामान्य नागरिकको हिसाबले पनि हामीलाई ट्याक्सका विषयमा मल्टिपल कन्सर्न्सहरू रेज भइरहेको हुन्छ। हामी ट्याक्स किन तिर्छौँ अथवा ट्याक्सको फ्रेमवर्कहरू के हो, एउटा एन्टरप्रेन्योरको लागि ट्याक्सलाई बुझ्न कतिको जरुरी हुन्छ, ट्याक्स इभेजन, ट्याक्स अभोइडेन्स र ट्याक्स प्लानिङको डिफ्रेन्सेसहरू के हो आज हामी यही विषयमा कुराकानी गर्न खोजिरहेको छौँ। हामीसँग आज स्टुडियोमा यो विषयमा कुराकानी गर्नको लागि चार्टर्ड अकाउन्टेन्ट दिपेश अरियाल आउनु भएको छ। स्वागत गरौँ उहाँलाई। दिपेश, थ्याङ्क यू भेरी मच फर योर टाइम। स्वागत छ। ओके, मैले अघि नै बताए अनुसार मेरो फर्स्ट कन्सर्न नै के हो भने ट्याक्स भनेको के हो? ट्याक्स भनेको जनरल टर्ममा बुझ्दाखेरि ट्याक्स भनेको गभर्मेन्टको रेभेन्यू हो, जुन चाहिँ सबै नागरिकहरूको ड्युटी हो ट्याक्स बुझाउने गभर्मेन्टलाई। र हाम्रो नेपाल गभर्मेन्टको कुरा गर्ने हो भने लास्ट फिस्कल इयर 81-82मा मोर देन 2/3 गभर्मेन्टको टोटल इन्कमको चाहिँ ट्याक्सबाटै उठाएको इन्कम हो। अब त्यो बाँकी भनेको चाहिँ लोनहरू नै हो, डोमेस्टिक इन्टरनेसनल लोन अथवा ग्रान्ट्स बाँकी भनेको। र खास भन्यो भने इन्कमको पार्ट भन्यो भने मेजोरिटी पार्ट चाहिँ ट्याक्स नै हो, एउटा त्यो हो। अब ट्याक्स किन पे गरिन्छ भन्दाखेरि ट्याक्स र फीमा चाहिँ अलिकति डिफ्रेन्स के छ भन्दाखेरि फी चाहिँ कुनै सर्भिस लिए बापत गभर्मेन्टले कुनै सर्भिस दिन्छ र त्यो सर्भिस लिए बापत गभर्मेन्टलाई पे गर्ने त्यो फी हो, शुल्कहरू या जरिवानाहरू पनि गभर्मेन्टको इन्कम हो, जुन चाहिँ कुनै नन कम्प्लायन्स गरे बापत सिटिजनले तिर्नुपर्छ गभर्मेन्टलाई। जस्तै फिज भन्नाले हामीले विद्युत प्रयोग गऱ्यौँ त्यसको शुल्क तिर्यौँ भने त्यो फी भयो। तर ट्याक्स भनेको कस्तो भने त्यो डाइरेक्टली रिलेटेड कुनै बेनिफिटसँग छैन। ट्याक्स यति तिर्यो तर यो बापतको हामीले यति सुविधा पायौँ भन्ने त्यो डाइरेक्टली फिक्स हुँदैन। जस्तै अब अघि तपाईँले भन्नुभएको जस्तो 81-82मा सरकारको टोटल एक्सपेन्सेसको 2/3 टोटल इन्कमको 2/3 चाहिँ ट्याक्सबाट आयो भने चाहिँ त्यो एक्सपेन्सेससँग मतलब एक्सपेन्सेसको भन्ने र कन्सर्नमा बुझिरहेको छु। यदि हाम्रो ट्याक्सबाट आएको रेभेन्यू चाहिँ हाम्रो एक्सपेन्सेस भन्दा धेरै भयो भने त हाम्रो देश अर्कै स्टेजमा पुग्यो नि, होइन? त्यो भनेको त्यो चाहिँ बजेट सेभिङको अवस्था हो। तर हाम्रो अवस्था चाहिँ हिस्टोरिकल्ली जहिले पनि हामी बजेट डेफिसिटमा नै हुन्छौँ। बजेट सेभिङ भनेको चाहिँ कस्तो भयो भन्दाखेरि हामीले जति खर्च गर्छ त्योभन्दा ज्यादा आम्दानी हुनु, सरकारको आम्दानी हुनु चाहिँ बजेट सेभिङ भयो। र बजेट डेफिसिट चाहिँ कस्तो हो भने हाम्रो जति खर्च गर्छौँ त्यति चाहिँ हाम्रो रेभेन्यू नपुग्नु, त्यसलाई चाहिँ हामी बजेट डेफिसिट भन्छौँ। हाम्रो चाहिँ सधैँ डेफिसिटमै चल्ने हो। र डेफिसिटको पोर्सनको लागि चाहिँ ग्रान्ट्स र लोनले भनौँ न बोरोइङ्स, गभर्मेन्टको बोरोइङ्स जुन इन्टरनल पनि हुन्छ, इन्टरनल बोरोइङ्स या एक्सटर्नल बोरोइङ्स जुन विदेशीसँग लिइन्छ, त्यो बोरोइङ्सले फुलफिल हुने हो। तर हाम्रो चाहिँ हिस्टोरिकल्ली नै हामी बजेट डेफिसिटमै छौँ। सायद हामी त्यो इन्फ्रास्ट्रक्चर डेभलपमेन्टकै फेजमा छौँ नि, हैन? एज अ कन्ट्री हाम्रो
खर्च नै ज्यादा छ, किनभने क्यापिटल एक्सपेन्डिचर हामीलाई ज्यादा चाहिने छ निर्माणकै निर्माणकै अवस्थामा, अवस्थामा। इन्फ्रास्ट्रक्चर हो, डेभलपमेन्टकै हो, हो, स्टेजमा हो। हाम्रो कन्ट्री भएको हिसाबले त्यो पनि हो, र इकोनोमिकल्ली हामी त्यति सबल भइसकेका छैनौँ कि हाम्रो ट्याक्स त्यसरी भनौँ न, हाम्रो रेभेन्यू चाहिँ त्यति बढी होस्, ओके, खर्चभन्दा बढी होस्। जस्तै यो मैले ट्याक्सको बारेमा सोधिँदाखेरि तपाईँले के भन्नुभयो भने ट्याक्स भनेको चाहिँ डाइरेक्ट बेनिफिट चाहिँ हामीले एक्सपेक्टेसन्स राख्नु अथवा क्लेम गर्नु मिल्दैन भन्नु। त्यसलाई अलिकति मजाले अझै एक्सप्लेन गर्न सकिन्छ त्यसलाई? जस्तो डाइरेक्ट बेनिफिट भन्दाखेरि पनि जस्तै बिजुलीको शुल्क तिर्यौँ, बिजुली पायौँ, तर ट्याक्सको त्यस्तो डाइरेक्ट चाहिँ हामीले एक्सपेक्टेसन्स राख्न मिल्दैन एज अ नागरिक। ट्याक्स चाहिँ म्यान्डेटरी हो, र यो मैले यति ट्याक्स तिरेछु, मैले यसको यति सुविधा पाउनुपर्छ भनेर त्यो क्लेम गर्न पाइँदैन। ट्याक्सको कन्सेप्ट नै त्यही हो। किनभने गभर्मेन्टको त ड्युटिज धेरै छ, जस्तो सोसियल वेलफेयर र निम्न आय भएका वर्गलाई जुन अपलिफ्ट गर्नुपर्ने काम गभर्मेन्टको छ। त्यसको लागि अब हाम्रो सिस्टम, ट्याक्सको सिस्टम पनि अलिक प्रोग्रेसिभ टाइपको सिस्टम हो। जस्तो प्रोग्रेसिभ सिस्टम भन्नाले कस्तो भन्नाले अलिकति आय बढी हुनेहरूसँग ट्याक्स कलेक्ट गर्ने र त्यो ट्याक्सको खर्च सोसियल वेलफेयरको रूपमा निम्न आय भएका व्यक्तिहरूमाथि या वर्गमाथि खर्च गर्ने हो सरकारले। र सरकारको ड्युटी पनि सोसियल वेलफेयर भएको हुनाले त्यो गर्नु। जस्तै ट्याक्सबाट आएकै रेभेन्यूहरूबाटै जुन अहिले शिक्षामा लगानी भइरहेको छ, स्वास्थ्यमा लगानी भइरहेको छ, हामीले भिजिबली नै देख्न सक्छौँ नि होइन, आफ्नो वरिपरि वेल अर्गनाइज्ड बिल्डिङ्सहरूमा अस्पतालहरू, नगर अस्पतालहरू भइरहेको छ। सो त्यो पनि ट्याक्सको कन्ट्रिब्युसन्सबाटै हो। हो, त्यही नै हो। किनभने गभर्मेन्टको त इन्कम भनेकै ट्याक्स नै हो। या त उसले ग्रान्ट लिनु पर्यो या लोन लिनु पर्यो। त्यो बाहेक त गभर्मेन्टको रेभेन्यू त मेजर पोर्सन त ट्याक्स नै हो, र त्यो ट्याक्सकै रेभेन्यूबाट सरकारले आफ्नो कर्मचारीहरूलाई स्यालेरी दिने हो, पुलिसलाई, आर्मीलाई, सरकारी कर्मचारीहरूलाई। र सरकारले जे आयोजना बनाउँछ, बाटो बनाउँछ, पुल बनाउँछ, यो सबै त त्यही ट्याक्सको आयबाट नै हो। अब त्यो बेनिफिट त छ, सबै सिटिजनले त्यो चिज युज त हुन्छ, तर मैले कसैले ज्यादा तिर्यो या कसैले कम तिर्यो, तर सरकारको नजरमा चाहिँ त्यो बेनिफिट लिने बेलामा त ऊ बराबर हुन्छ, सबैले पाउने भयो बेनिफिट। राइट। जस्तै अब यो ट्याक्सकै कुरा गरिरहेको बेलामा ट्याक्स फ्रेमवर्कहरू, नेपालको ट्याक्स फ्रेमवर्कहरूको बारेमा कति किसिमका ट्याक्सहरूको कुराहरू, डाइरेक्ट ट्याक्स, इन्डाइरेक्ट ट्याक्सको कुराहरू, यसमा चाहिँ के खालको प्रावधानहरू भनौँ न नेपालको गभर्मेन्ट अफ नेपालले चाहिँ गरेको छ? अब यस्तो छ, हामीसँग भन्दा पनि ट्याक्सको जनरल्ली दुईवटा नै प्रकार हुन्छ। एउटा डाइरेक्ट ट्याक्स, अर्को इन्डाइरेक्ट ट्याक्स। अब डाइरेक्ट ट्याक्स भनेको त्यस्तो ट्याक्स हो जो चाहिँ जसले पे गर्छ त्यसको बर्डन चाहिँ उहाँमाथि नै पर्छ। जस्तो इक्जाम्पलको लागि कसैले बिजनेस ओनरले प्रफिट कमाउनु भयो, त्यो प्रफिट बापत उहाँले ट्याक्स तिर्नुभयो भने त्यो ट्याक्स चाहिँ बिजनेस ओनरले नै तिर्ने हो, इन्कम ट्याक्स। ओके। जस्तो अब इन्डाइरेक्ट ट्याक्स चाहिँ सेम बिजनेस ओनरले कतैबाट बाहिरबाट भनौँ न विदेशबाट मोबाइल मगाउनु हुँदाखेरि उहाँले भन्सार इम्पोर्ट ड्युटी तिर्नुहुन्छ। इम्पोर्ट ड्युटी तिर्नुहुन्छ, पछि के गर्नुहुन्छ भने त्यो इम्पोर्ट ड्युटीलाई चाहिँ कस्टमा जोडिदिनुहुन्छ। त्यसपछि एउटा ट्याक्सेबल भ्यालु उहाँको निस्क्यो, र त्यसमा फेरि भ्याट क्यालकुलेट गरेर कस्टमरसँग उठाउनुहुन्छ। र जुन उहाँले पे चाहिँ कसले गर्छ यो ट्याक्स भन्नाले त्यो बिजनेस ओनरले गर्छ, तर त्यसको भार कसलाई पर्यो? त्यो कन्ज्युमरलाई पर्यो, जसले चाहिँ मोबाइल सेट किन्यो। भने यो चाहिँ इन्डाइरेक्ट ट्याक्स हो। यिनीहरू चाहिँ इन्डाइरेक्ट ट्याक्स हो। जस्तो भ्याट इन्डाइरेक्ट ट्याक्स भयो, र भन्सारमा जुन इम्पोर्ट ड्युटी पे गर्यो यो इन्डाइरेक्ट ट्याक्स भयो। जस्तै यो ट्याक्सको जति पनि प्रोभिजन्सहरू छ, एक्जिस्टिङ प्रोभिजन्सहरू, यो प्रोभिजन्सहरूमा रिफर्म्सहरू अथवा केही परिवर्तनहरू यस्तो भइरहेको हुन्छ कि यसमा चेन्जेसहरू जस्तै जनताको आवाज अनुसार अथवा जनतालाई फाइदा हुने किसिमले भनौँ न, एउटा जुन तपाईँले अघि नै भनिहाल्नुभयो ट्याक्स भनेको ड्युटी हो, यसमा चाहिँ अरू कुनै तरिकाले हामीले क्वेसन गर्ने अथवा यसमा सवाल उठाउने कुरा चाहिँ हुँदैन। एज अ नागरिक हाम्रो यो कर्तव्य पनि हो होइन। तर नागरिकको सुविधाको लागि यो ट्याक्सहरूमा के यसो चेन्जेसहरू भइरहेको अथवा त्यस्तो तपाईँहरूले चाहिँ एक्सपिरियन्स गर्नु चाहिँ गर्नुहुन्न?
थाहा पाइन्छ पाइँदैन? होइन, एभ्री टाइम भइरहेकै हुन्छ। जस्तो एभ्री बजेट थ्रु, जस्तो हरेक वर्ष सरकारले बजेट ल्याउँछ, त्यो बजेट ल्याउँदाखेरि ट्याक्सको सिस्टमहरूमा केही न केही रिफर्म्स ल्याएकै हुन्छ। अब कुनै त्यस्तो डेभलपमेन्ट छ जसले गर्दा चाहिँ नयाँ व्यवस्थै थप्नुपर्ने छ, आयकर ऐनलाई राम्रैसँग संशोधन गर्नुपर्ने छ भने पनि त्यो पनि भइरहेको हुन्छ। नभए जनरल्ली हरेक बजेटबाट केही न केही त्यसमा सुधारहरू त भइरहेकै हुन्छ। कतिपय प्रावधानहरू जुन इरिलेभेन्ट प्रावधानहरू हटाइरहेकै, र त्यो चाहिँ कतिपय प्रावधानहरू चाहिँ यो चाहिँ चाहिन सक्छ, यसले चाहिँ कुनै व्यवसायलाई या बिजनेस इन्भाइरोमेन्ट ओभरअललाई फाइदा गर्छ भने त्यस्तो प्रावधानहरू नयाँ नयाँ ल्याउने यो काम चाहिँ भइरहेकै हुन्छ। सर, म फेरि अघि नै हजुरलाई त्यो ट्याक्स फ्रेमवर्कको त्यसमा अलिकति बिचमा इन्कम्प्लिट नै भयो जस्तो लाग्यो मलाई, त्यसैलाई कन्टिन्यू गरौँ। ट्याक्स फ्रेमवर्कको कुरा गर्ने हो भने हाम्रोमा डाइरेक्ट ट्याक्सको लागि चाहिँ इन्कम ट्याक्स एक्ट भयो, मेजर इन्कम ट्याक्स एक्ट भयो। अब इन्कम ट्याक्स एक्ट हाम्रो 2058 इन्कम ट्याक्स एक्ट 2058 छ। अर्को हामीसँग भ्याट एक्ट छ। इन्डाइरेक्ट ट्याक्सको लागि चाहिँ हामीसँग भ्याट एक्ट छ, भन्सार ऐनहरू छन्, र भन्सार ऐन भयो, मूल्यवृद्धि कर ऐन भयो, अन्तशुल्क ऐन भयो, यो चाहिँ इन्डाइरेक्ट ट्याक्स हो तिनीहरू। अब यसको मेन एडमिनिस्ट्रेसन भनेको आन्तरिक राजस्व विभाग छ हामीसँग। आन्तरिक राजस्व विभागकै अन्तर्गत यो डाइरेक्ट ट्याक्स इन्डाइरेक्ट ट्याक्स सबैको आन्तरिक राजस्व विभागले नै हेर्छ। ओके, यति नै होइन हाम्रो डाइरेक्ट इन्डाइरेक्ट ट्याक्समा? त्यो भयो। अब कार्यालयहरू, आन्तरिक राजस्व कार्यालयहरू, आन्तरिक राजस्व विभाग अन्तर्गत राजस्व कार्यालयहरू थुप्रै हुनुहुन्छ, हरेक जिल्लामा हुनुहुन्छ। अब ठुलो सहरहरूमा जस्तो काठमाडौँमा त अझ धेरै नै हुनुहुन्छ। उहाँहरूले त्यो कार्यालय मार्फत नै यो सबै एडमिनिस्ट्रेसन भइरहन्छ। यो हरेक नागरिकहरूले ट्याक्सको फ्रेमवर्कको बारेमा बुझ्नुपर्ने एउटा त्यसले हुने फाइदा त आफ्नो ठाउँमा छँदैछ हरेक नागरिकहरूको अवेरनेसको लागि। तर स्मल एन्टरप्रेन्योर्सहरू, अथवा किनभने मैले स्मल एन्टरप्रेन्योर्स भनेर किन फोकस गर्नु खोजेँ भने मलाई लाग्छ लार्जर स्केलमा व्यवसाय गर्ने उद्यमीहरूको आफ्नै टिम हुन्छ ट्याक्सको, लिगलको, सबै चिजको लागि। तर स्मल एन्टरप्रेन्योर्ससँग त्यो प्रिभिलेज नहुनसक्छ। उहाँहरूको लागि विशेष गरी यो ट्याक्सको फ्रेमवर्कहरूको बारेमा बुझ्नको लागि र उहाँहरूले यो कुराहरूलाई चाहिँ नेग्लेक्ट गर्नै नमिल्ने किन हो, अथवा हरेक एन्टरप्रेन्योर्सहरूले चाहिँ यो कुरा बुझ्न किन जरुरी छ, स्मल एन्टरप्रेन्योर्सहरू स्पेसली? अब यस्तो छ, ट्याक्सको बारेमा त सबैले बुझ्नु जरुरी हो खासमा। अब एउटा मलाई पर्सनल्ली लागेको एउटा कमी चाहिँ के हो भन्दाखेरि हाम्रो सिलेबसमा, स्कुल सिलेबसमा पनि ट्याक्सको बारेमा अलिकति नलेज चाहिँ हुनुपर्ने हो, जुन चाहिँ आज छैन। सिलेबसमै पनि भनौँ न, सानै उमेरदेखि नै ट्याक्सको बारेमा चाहिँ एउटा अवेरनेस, एउटा बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ सबैलाई हुनुपर्ने हो, जुन आजको दिनमा सिलेबसमा छैन, स्कुल सिलेबसमा। पछि यो व्यवसायतर्फ मोडिएपछि, जस्तो म्यानेजमेन्ट फ्याकल्टीमा गएपछि चाहिँ ब्याचलर्स लेभलबाट चाहिँ ब्याचलर्स लेभलमा चाहिँ अलिकति छ। तर यो चिज चाहिँ सबैले चाहिने हुनाले यो हुनुपर्ने हो। र अब तपाईँले इन्टरप्रेनर्सको कुरा गर्नुभयो भने उहाँहरूलाई त धेरै जरुरी, किनभने उहाँहरू त केही चिजको प्रोडक्सन भनौँ न, कुनै सर्भिस या कुनै प्रोडक्टको उहाँहरू त उत्पादनमा इन्भल्भ हुनुहुन्छ। त्यो भाग उत्पादनमा इन्भल्भ हुँदाखेरि उहाँहरूले ट्रान्जेक्सन्सहरू गर्नुहुन्छ, जुन कारोबारहरू गर्नुहुन्छ, त्यसमा अर्थको पनि इन्भल्भ हुन्छ, मनी, क्यास भनौँ या भनौँ न, मनीको पनि इन्भल्भमेन्ट भएको हुनाले यो त एकदमै जरुरी भयो उहाँहरूको लागि। किन भन्दाखेरि अब त्यसमा कस्तो हुन्छ, फर्स्ट सेटअपदेखि नै भनौँ न, प्लानिङ फेजदेखि नै, जस्तो उहाँहरूले कुनै प्रोडक्ट या कुनै सर्भिसको बारेमा सोचिराख्नु भएको छ, त्यो उत्पादन गर्ने र त्यसलाई मार्केट गर्ने, सेल गर्ने, र सेल गरेर त्यसमा नाफा कमाउने उद्देश्य होला मेजोरिटी उसमा, र कतिपय केसमा नाफा कमाउने उद्देश्य नभए पनि कारोबार त हुन्छ नै। त्यो भएको हुनाले उहाँहरूले सुरुमै थाहा पाउनु पऱ्यो। के थाहा पाउनु पऱ्यो भन्दाखेरि यो प्रोडक्ट या सर्भिस यो ट्याक्सको परभ्यूमा पर्छ कि पर्दैन, ट्याक्सको दायरामा आउँछ कि आउँदैन। त्यसमा पनि कस्तो छ भने ऐनले, आयकर ऐनले, महकर ऐनले, अन्तशुल्क ऐनले कतिपय प्रोडक्टहरूलाई छुट दिइरहेको हुन्छ। यो प्रोडक्टहरूमा चाहिँ ट्याक्स लाग्दैन, यो प्रोडक्टहरूमा लाग्छ
अब त्यसको रेटहरू पनि फरक फरक रेटहरू, अन्तशुल्कमा फरक रेटहरू छ। भ्याटमा त हाम्रो आजको दिनमा सिङ्गल रेट छ। अब त्यो रेटहरू पनि फरक फरक छन्। हो त्यो भएर एक त प्लानिङ फेजमै पनि यो ट्याक्सको बारेमा आफ्नो व्यवसायमा ट्याक्सको के इम्प्लिकेसन छ, मतलब ट्याक्सको के छ प्रावधानहरू, त्यो चिजहरू चाहिँ उहाँहरूले थाहा पाउनु पर्यो। जस्तै कतिपय प्रोडक्ट म्यानुफ्याक्चरहरूको लागि चाहिँ कुनै कुनै एरियाहरूमा एक लेभलको ट्याक्स रेटहरू होइन, जस्तै हजुरले भन्नुभएको जस्तो केही डिस्काउन्टहरू, ट्याक्स बेनिफिट्सहरूको कुराहरू पनि हुन्छ नि। हुन्छ जस्तो सर्टेन एरिया, जस्तो स्पेसल इकोनोमिक जोनहरू गभर्मेन्टले जुन बनाएको छ, त्यहाँनिर उत्पादन गर्दाखेरि, त्यहाँ फ्याक्ट्री इस्ट्याब्लिस गर्दाखेरि छुट पाइन्छ। सो एज अ एन्टरप्रेन्योर यदि मैले यो कुराहरूको जानकारी मैले राख्न पाएँ भने मलाई सहज हुने भयो। अर्को मेरो प्रश्न यहीसँगै कन्सर्न हामीलाई हेरिराख्नु भएकोहरूको लागि पनि हुनसक्छ, केही लेभलमा जो एन्टरप्रेन्योर्सहरू हुनुहुन्छ उहाँहरूले चाहिँ यो जानकारीको लागि, यो करसँग रिलेटेड कुराहरूको लागि, आफ्नो उद्देश्यको लागि चाहिँ कन्सल्टेन्टसँग सल्लाह लिन पनि सक्नुभयो, हायर गर्न सक्नुभयो। अब इन द केस अफ यो फन्ड अथवा क्यापिटल अभाइलेबलको कन्टेक्स्टमा। तर कति एन्टरप्रेन्योर्सहरू जसलाई चाहिँ मैले विशेष सम्बोधन गर्न चाहन्छु, उहाँहरूसँग त्यो अभाइलेबिलिटी अफ फन्ड नहुन पनि सक्छ। सो उहाँहरूको हकमा, जस्तै हामीसँग फन्ड नै छैन कन्सल्टेन्ट हायर गर्नको लागि पनि, हाम्रो सल्युसन्स चाहिँ के हो एज अ स्मल एन्टरप्रेन्योर्स? मैले चाहिँ कसरी यो ट्याक्ससँग रिलेटेडको कुराहरू कसरी जानकारी कसरी हासिल गर्ने, कन्सल्टेन्ट हायर नगरिकन, अथवा कन्सल्टेन्ट हायर गर्नै पर्ने हो कि, यसमा के लाग्छ? यस्तो कन्सल्टेन्ट हायर गर्नै पर्छ भन्ने त छैन। जस्तो आफ्नो अफोर्ड को स्थिति, आर्थिक स्थिति, अथवा किनभने सानो बिजनेस ओनर्सहरूको लागि त क्यापिटल, इनिसियल क्यापिटल उहाँहरूले सानो क्यापिटलबाट सुरु गर्नुभएको हुन्छ। एक्ज्याक्टली। त्यो भएको हुनाले उहाँहरूले कन्सल्टेन्ट हायर गर्नै पर्छ, त्यो खर्च बढाउनै पर्छ भन्ने कम्पलसरी पनि छैन। त्यसको लागि अन्तर्राष्ट्रिय विभागको वेबसाइटमा सबै जानकारीहरू छ। बेसिक जानकारीहरू चाहिँ राखिदिएकै हुन्छ उहाँहरूकोमा। जस्तो आफ्नो गर्ने व्यवसाय के हो, तर इन्ट्रेस्ट चाहिँ बिजनेस ओनरलाई आफूलाई इन्ट्रेस्ट हुनुपर्छ कि मैले यो बारेमा जान्नु जरुरी छ भने। त्यो जान्नु जरुरी भएपछि चाहिँ उहाँहरूले त्यो एक्सेस चाहिँ गर्न सक्नुहुन्छ। त्यो इन्फर्मेसन एक्सेस उहाँहरूले अर्थ मन्त्रालयको वेबसाइटमाबाट पनि गर्न सक्नुभयो। कतिपय चिजहरू अन्तर्राष्ट्रिय विभागको वेबसाइटमा पनि कतिपय चिजहरू राखिएको छ। अब त्यसमा पनि अझै उहाँहरूलाई त्यसमा फर्दर जानकारी चाहियो भने, अथवा कतिपय चिजमा बुझिएन भने अन्तर्राष्ट्रिय विभागमा र आफू दर्ता हुने कार्यालय, अन्तर्राष्ट्रिय विभागको कार्यालयहरूमा गएर पनि उहाँहरूले सोध्न या बुझ्न, इन्क्वायरी गर्न सक्नुहुन्छ। त्यसमा त अब जो कर अधिकृतहरू हुनुहुन्छ उहाँहरूले पनि गाइड गरिहाल्नुहुन्छ। जस्तै के त स्मल एन्टरप्रेन्योर्सहरूले बुझ्नुपर्ने कुरा चाहिँ के हो जस्तो लाग्यो अहिले तपाईँसँग कुरा गरिसकेपछि भने, कि कन्सल्टेन्ट माथि इन्भेस्ट गर्न सक्नु पर्यो कि आफैले मेहनत गर्नु पर्यो? तर यो कुरालाई इग्नोर चाहिँ गर्न मिल्दैन। किनभने यसको इम्प्लिकेसन्स चाहिँ नन कम्प्लायन्स यदि कुनै छ भने त्यसको इम्प्लिकेसन चाहिँ निकै नै डरलाग्दो हुन्छ। तपाईँको व्यवसाय नै पछि बन्द गर्नुपर्ने स्थिति आउनसक्छ। जस्तो अघि हामीले भन्दै थियौँ, प्लानिङको फेजमा पूर्व तयारीको विषयमा ट्याक्सको बारेमा जान्ने कि मेरो प्रोडक्ट ट्याक्सेबल छ कि छैन, छ भने कति रेट छ, या मैले कुनै स्पेसल कुनै विशेष स्थानमा मैले व्यापार व्यवसाय गरेँ भने त्यहाँ मैले छुट पाउँछु कि, अथवा कुनै विशेष प्रोडक्टमा मैले गरेँ भने त्यहाँ छुट पाउँछु कि, त्यो वाला त प्रावधानहरूको अध्ययन गर्नु स्टार्टिङमा भयो। तर जब व्यवसाय सुरु गरिन्छ, व्यवसाय सुरु गरिसकेपछि पनि अब त्यो ट्याक्सको बारेमा भनौँ न, त्यसको प्रावधानहरूको बारेमा जानकारी त हुनु पर्यो। जस्तो मासिक रूपमा, चौमासिक रूपमा, त्रैमासिक रूपमा जुन आय विवरणहरू बुझाउनु पर्ने छ त्यो बुझाउनु पर्यो। त्यसको फर्म्याटहरू कस्तो छ, के छ, त्यसको टाइमलाइन, डेडलाइनहरू कहिले बुझाउनु पर्ने हो। कसैलाई इन्भोइसिङ गर्दाखेरि पनि त उहाँहरूलाई आवश्यक पर्यो नि यो कुरा। जस्तो बिल नै इस्यु गर्नुहुन्छ भने बिलको फर्म्याट पनि तोकिदिएकै छ ऐनले त्यो नियमहरूबाट। त्यो फर्म्याट नै पनि ब्रिच गर्न पाइएन, भाइलेट गर्न पाइएन भने त्यहाँ पनि फाइन्सहरूको कुरा हुनसक्छ। राइट। जसरी एन्टरप्रेन्योर्सहरूले आफ्नो बिजनेस प्रोडक्ट अथवा सर्भिसेसको प्लानिङ
गरेर म अब यो सर्भिस अथवा प्रडक्ट चाहिँ मार्केटमा लिएर आउँछु र म यसरी प्रफिट कमाउँछु भन्ने जानकारी जुन लेभलमा महत्त्वपूर्ण हो, त्यसै गरी उहाँहरूले यो ट्याक्सको कुरालाई पनि त्यसरी नै लिनु पर्यो। किनभने त्यो सबै चिज इन्टिग्रेटेड नै कुराहरू, यो एडिसनल इन्फर्मेसन्स होइन कि यो मार्केटमा सस्टेन भएर सर्भिस प्रोभाइड गरेर आफ्नो बिजनेसलाई लिगल र यो ट्याक्समा कम्प्लाई गर्नको लागि यो जानकारी जरुरी छ। यसले नै उहाँको बिजनेसको स्थायित्वलाई पनि म्याटर गर्ने भयो। यो बिजनेसको पार्ट नै भयो। त्यही भएर उहाँहरूले आफ्नो बिजनेस अपरेसन्समै यसलाई इन्टिग्रेट गर्नु पर्यो। किनभने बिजनेस अपरेसन्स हुनाले तपाईँले कुनै सेल गर्नुहुन्छ भने त बिल काट्नु पर्यो, राइट, अथवा कस्टमरहरूसँग एग्रिमेन्ट गर्नुहुन्छ भने पनि ट्याक्सको प्रावधानहरूलाई मध्यनजर गरेर एग्रिमेन्ट गर्नु पर्यो। त्यो भएपछि त यो बिजनेससँगै इन्टिग्रेट भएरै आउने भयो। सो त्यही मैले भन्न खोजेँ, मैले ट्रान्सफर गर्न खोजेको स्ट्रङ म्यासेज चाहिँ के हो भने, मलाई मेरो सर्भिस र मेरो प्रडक्टको आइडिया छ, मैले त जान्नुपर्ने यति नै हो भन्नु भएन। किनभने एन्टरप्रेन्योरसिप भनेकै आफूलाई आवश्यक नलेजहरू त सिक्दै जानुपर्ने कुरा, त यो त झन् जरुरी भयो। यसलाई अप्सनल मान्नु भएन, यसलाई चाहिँ जरुरी मान्नु पर्यो। अब एकदमै एक्सपर्ट नलेज चाहिँ अब एक्सपेक्ट पनि गर्न सकिँदैन यी बिजनेस ओनरहरूसँग। ट्याक्सको एक्सपर्ट नलेजै हुनुपर्छ भन्ने पनि होइन, तर पनि बेसिक नलेज, एउटा वर्किङ नलेज चाहिँ हुनुपर्छ। किनभने कुनै बिजनेस डिलहरू गर्दाखेरि पनि अब यसको इम्प्लिकेसन ट्याक्सतिर कतै केही छ कि, अथवा मलाई यसको कुनै बेनिफिट ट्याक्समा छ, या यसको कुनै खराब भनौँ न एडभर्स इफेक्ट मेरो ट्याक्सको एङ्गलबाट पर्छ भने त्यो चाहिँ उहाँले बिजनेस डिलकै बेलामा पनि उहाँहरूलाई त्यो चिज थाहा हुनु पऱ्यो, क्लिक हुनु पऱ्यो। त्यही भएर एउटा बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ ट्याक्सको हुनैपर्छ। राइट। जस्तै अब अर्को तपाईँलाई मेरो के छ भने, मैले बुझ्न खोजेको कुरा चाहिँ यो 3टा टर्म्सहरू लगभग आइरहेको हुन्छ कन्टेक्स्टमा। एउटा ट्याक्स प्लानिङ, एउटा ट्याक्स अभोइडेन्स, एउटा चाहिँ यो तपाईँको ट्याक्स इभेजन। यो कुराहरू बुझ्दाखेरि चाहिँ उस्तै त होइन, कति कुराहरू इलिगल भयो। तर मान्छेले गर्न खोजेको, मलाई लाग्छ मान्छेले नर्मली गर्न खोजेको कुरा चाहिँ ट्याक्स प्लानिङको हुन्छ। तर त्यो कुरा चाहिँ मिसम्यानेज भएपछि चाहिँ अनि यो अभोइडेन्स र इभेजनमा जाने हो। त्यसको लागि चाहिँ के कुराहरूमा भनौँ न, जस्तै ट्याक्स प्लानिङमा के पर्छ? होइन, पहिला यसरी हेर, ट्याक्स इभेजन र अभोइडेन्सलाई लगभग एउटा नै मानौँ, अब सिनोनिम्स जस्तै गरी ट्रिट गर्ने हो भने ट्याक्स प्लानिङ और इभेजन। अब ट्याक्स इभेजन भनेको चाहिँ कस्तो भयो भन्दाखेरि जानी यो चाहिँ अनलफुल तरिकाले इलिगल म्यानरमा चाहिँ ट्याक्स तिर्नुपर्ने ट्याक्स लायबिलिटीलाई घटाउनु, यो चाहिँ ट्याक्स इभेजन मानियो। जस्तो त्यसको लागि चाहिँ के गर्ने भयो बिजनेसहरूले भने, बिजनेसहरूले या पर्सनल्ली पनि कसैले इन्कम लुकाउने, आफ्नो इन्कम लुकाउने या यस्तो एरेन्जमेन्टहरू गर्ने जुन चाहिँ तपाईँको बिजनेसको लागि जरुरी नै छैन। त्यो खालि ट्याक्स कम गर्न, ट्याक्स लायबिलिटी कम गर्नलाई मात्र त्यो एरेन्जमेन्टहरू गर्ने हो भने त्यो चाहिँ इभेजनको रूपमा मानिन्छ। अब ट्याक्स प्लानिङ भनेको चाहिँ जुन लिगल फ्रेमवर्कभित्र जुन सुविधाहरू सरकारले, ट्याक्स ऐनले दिएको छ, ती सुविधाहरूको युटिलाइज गर्ने, त्यसलाई चाहिँ ट्याक्स प्लानिङ भन्न सकियो। जस्तो अघि पनि हामीले कुरा गऱ्यौँ, जस्तो कुन बिजनेस गर्दाखेरि चाहिँ ट्याक्समा रिबेट पाइन्छ अथवा ट्याक्सेबल छैन, त्यो बिजनेसहरू गर्न भन्यो त्यो ट्याक्स प्लानिङको पार्ट हुन सक्यो। तर ट्याक्स इभेजन कस्तो भयो भने, जस्तो कुनै आय मेरो छ, कुनै बिजनेसको कुनै इन्कम भएको छ, तर उसले त्यो ट्याक्स लुकाउनको लागि, ट्याक्स कम तिर्नको लागि त्यो इन्कम नै लुकाउने, त्यो चाहिँ, अथवा त्यो चाहिँ ट्याक्स इभेजन भयो, इन्कम नै लुकाउने पार्ट। त्यो चाहिँ इन्टेन्सन त्यसमा कस्तो भयो भन्दाखेरि अनलफुल भयो र खराब इन्टेन्सनले गरिएको हुनु पर्यो। र यो चाहिँ पनिसेबल छ नेपालमा, अब जहाँसुकै पनि हुन्छ। नेपालमा पनि इन्कम ट्याक्स एक्ट अनुसार पनि यो ट्याक्स इभेजन गर्नु चाहिँ, जानी ट्याक्स लुकाउनु खोज्नु या कम तिर्न खोज्नु, त्यो चाहिँ पनिसेबल अफेन्स नै हो। यो ट्याक्स इभेजनमा एक्सिडेन्टल वेमा स्मल भनौँ न, यो विशेष गरी आई वान्ट टु फोकस टुवर्ड फर द एन्टरप्रेन्योर्स होइन, किनभने उहाँहरूले नै बढी ट्रान्जेक्सन्स गर्नुहुन्छ समाजमा। सबभन्दा बढी ट्रान्जेक्सन्स गर्ने वर्ग भनेको उहाँहरूलाई नै मानौँ एकछिनलाई होइन, एकछिनलाई होइन, उहाँ नै हो। सो त्यो केसमा चाहिँ यो ट्याक्स इभेजनमा जानकारी नभएर ट्याक्स इभेजनको घटनाहरूमा पीडित हुनेहरू पनि हुनुहुन्छ। अब यस्तो एउटा त जनरल टर्म नै छ, हामीले सधैँ सुनिआएकै कुरा छ,
इग्नोरेन्स अफ ल चाहिँ त्यो अफोर्डेबल छैन या भनौँ न त्यो ऊ छैन भन्छ नि, जस्तो एक्सक्युज होइन, इग्नोरेन्स अफ ल इज नट एन एक्सक्युज भन्छ नि, जस्तो त्यही हो। जस्तो कुनै पनि तरिकाले तपाईँले एक्सिडेन्टली पनि कुनै गैर कानुनी काम गर्नुभयो भने त्यो काम त गैर कानुनी हो, त्यसबाट जुन सजाय हुन्छ त्यो त सजाय त पाउनु नै हुन्छ। त्यही भएर एक्स्ट्रा केयरफुल चाहिँ बिजनेस ओनरहरू हुनु पर्यो कि जानी जानी त गर्नु हुँदै भएन होइन, त नजानिकन पनि मेरो कारणले मैले मेरो नलेज कम भएर कतै त मैले गलत काम त गरिरहेको छैन, अथवा त्यो चिज चाहिँ थाहा पाउनुपर्छ। त्यसको लागि पनि ट्याक्सको बेसिक नलेज चाहिँ उहाँहरूलाई हुनु पर्यो। अब यसलाई समराइज गर्दाखेरि हाम्रो कन्भर्सेसन्सलाई यो ट्याक्सको बारेमा जानकारी लिनको लागि स्मल एन्टरप्रेन्योर्सहरूले विशेष ध्यान दिनुपर्ने कुराहरू के हुनसक्छ भनेपछि कि आफ्नो स्थानीय आइआरडीको लोकल अफिसमा गएर कर अधिकृतलाई भेट्नु पर्यो। सर मलाई यो चिजहरूमा कन्फ्युजन छ, मलाई अलिकति हजुरले बताइदिनुहुन्छ कि अब त्यो कसरी प्रश्न सोध्या भन्ने कुराहरूमा पनि त आफूले सर्भिस पाउने नपाउने कुराहरू म्याटर गर्छ नि त होइन। अब कर अधिकृतहरूले नै अब राखेरै सबै कुरा बुझाउन त उहाँहरूसँग टाइम पनि नहोला या नभ्याउनु होला। उहाँहरूले तर गाइड चाहिँ गरिदिनुहुन्छ, तपाईँले कुन एक्ट हेर्नु पर्यो या कुन उहाँ केही चिज पब्लिस त गरेको छ आन्तरिक राजस्व विभागले, यो चिज पढ्नुहोस् भनेर भन्न सक्नुहुन्छ र त्यो चिज हेर्नु पर्यो आफूले पनि। अनि त्यसपछि नबुझेको कुरा त क्लियरिफाई त गरिहाल्नु। त्यसको लागि एउटा इन्फर्मल च्यानल जस्तो भयो, एकचोटि गएर बुझ्नेवाला इन्फर्मल च्यानल भयो। कुनै कुरामा चाहिँ अलिकति अप्ठ्यारै छ, जस्तो कम्प्लिकेसन नै छ, इन्टरप्रेट गर्नलाई गाह्रो छ भने त्यसमा लयरहरूलाई, अब चार्टर्ड एकाउन्टेन्टहरूलाई, आफ्नो अडिटरहरूसँग, आफ्नो कन्सल्टेन्टहरूसँग पनि बुझ्न सक्नुभयो। त्यति हुँदा पनि कतिपय चिजहरू क्लियरिफाई गर्न गाह्रो छ भने ऐनले पनि व्यवस्था गरेको छ, यो आइआरडीमा गएर त्यसको एडभान्स रुलिङहरू माग्न सकिन्छ, क्लियरिफिकेसन माग्न सकिन्छ, जसको क्लियरिफिकेसन आइआरडीले दिन्छ। फर्मल रूपमै पनि एप्लाई गर्न सकिन्छ त्यसको लागि, एडभान्स रुलिङ यो क्लियरिफिकेसनहरूको लागि। सो यो चाहिँ तपाईँको भनौँ न, जस्तै अहिले हामीले बिजनेससँग रिलेटेड विशेष गरी एसएमइजको एन्टरप्रेन्योर्सहरूले ध्यान दिनुपर्ने केही बेस लेभलमा कुराकानीहरू गऱ्यौँ होइन। जस्तै यो कहिलेकाहीँ विभिन्न कुराहरू हुन्छन्। अब त्यो चाहिँ कस्तो भने मान्छेका कन्सर्न्सहरूको कुराहरू, मैले यति ट्याक्स बेनिफिट्सको कुराहरूमा भनौँ न, मैले यति ट्याक्स तिरिरहेको छु, मलाई के बेनिफिट्स भइरहेछ भन्ने केसमा चाहिँ अघि नै हामीले यो अफ द क्यामेरा पनि छलफल गरेका थियौँ। जस्तै ट्याक्स नतिरिकन त अब केही कामै हुँदैन। जस्तै स्थानीय निकायमा, ब्याङ्कमा ट्याक्स क्लियरेन्स नभइकन सो ट्याक्स चाहिँ तिर्नै पर्छ होइन। त्यसलाई चाहिँ तपाईँहरूले जसरी लिए पनि हुन्छ, तर त्यसको डाइरेक्ट बेनिफिट चाहिँ हामीले हाम्रो वरिपरि भइरहेका विकासहरू स्थानीय क्षेत्रमा त्यसमा पनि हेरेर एनालिसिस चाहिँ गर्न सक्नु पर्यो। तर त्यो चाहिँ पछिको कुरा हो, ट्याक्सलाई इभेट चाहिँ गर्न मिलेन। अब यस्तो हो, ट्याक्सको बेनिफिटको कुरा अनि इन्डाइरेक्ट बेनिफिट चाहिँ हामीले पाइरहेकै छौँ एज अ सिटिजन। हामी सबैजनाले इन्डाइरेक्ट बेनिफिट चाहिँ पाइरहेछौँ, तर डाइरेक्ट बेनिफिट भन्ने ट्याक्सको त हुँदैन, कहिले पनि हुँदैन। अब बेनिफिटको कुरा नि त्यो जस्तो कर चुक्ता प्रमाणपत्रहरू, जस्तो ब्याङ्कमा लोन लिन जानुभयो या कुनै सर्भिस लिन जानुभयो, कतिपय सर्भिसहरूमा पनि कम्पलसरी गरेको छ। त्यो चाहिँ तपाईँले ट्याक्स तिर्नु भएको छ भने त्यो एउटा फाइदा भनौँ न, अथवा तिर्नु भएको छैन भने चाहिँ त्यो एउटा डिटरेन्ट हो कि तपाईँले त्यो पनि एउटा पनिसमेन्टको रूपमा पाउनु। राइट। सो ट्याक्स नतिरिकन ट्याक्स क्लियरेन्स आउने कुरो पनि भएन, ट्याक्स क्लियरेन्स नआइकन कतिपय कामै हुँदैन। सो त्यसलाई पनि एज अ ट्याक्स पे गरेको डाइरेक्ट बेनिफिटको रूपमा लिनु पर्यो। बेनिफिटै त एक्ज्याक्टली नभनौँ, तर नतिर्नु हुँदाखेरि चाहिँ जुन त्यसमा जुन नेगेटिभ तरिकाको त्यो मोटिभेसन हो भनौँ न। त्यही पनि अब ट्याक्स पे गरिराख्दाखेरि आफैलाई पनि त त्यो हामी जसले ट्याक्स पे गर्छौँ, जस्तै ट्याक्स पे गरिसकेपछि एउटा लायबिलिटिज अथवा राष्ट्रप्रतिको दायित्व भनौँ, अथवा आफूले व्यवसाय गरेर आएको छु, यो व्यवसाय बापतको मैले चाहिँ सबै म लिगल र स्ट्याट्युटरी वेमा चाहिँ कम्प्लाइन्ट छु भनेर एउटा त्यो लेभलको सेटिस्फ्याक्सन्स पनि त महसुस त गर्न सक्यो नि त। डेफिनेटली गर्न सक्यो। र भोलि आउने कुनै पनि अरू अन्य लायबिलिटी, एडिसनल लायबिलिटी, फाइन अथवा पेनाल्टी अथवा अरू सजायहरूबाट पनि जोगिन पाउनुभयो।
त्यो पनि नेगेटिभ तरिकाको मोटिभेसन भयो। पोजिटिभ मोटिभेसन भन्दा पनि ट्याक्सको केसमा चाहिँ नेगेटिभ मोटिभेसन चाहिँ ज्यादा छ। नतिर्दाखेरि यस्तो हुन सक्यो, सजाय हुन सक्छ भन्ने कुरा, तिर्दाखेरि मलाई चाहिँ यो त्यो चिज केही भएन। राइट, सरकारले पनि केही गरिरहेको हुन्छ। जस्तै अब इन्डाइरेक्ट बेनिफिट त हामी सबैले पाइहाल्यौँ। अब अहिले भनौँ न, सरकारले एउटा यो स्मल एन्टरप्रेन्योर्सहरूको लागि 25 लाख यो के लोन पनि प्रोभाइड गरिरहेको छ, सहुलियत ऋण होइन, 3%मा। त्यो पहिलो वर्ष त्यो पनि एप्लिकेबल नहुने, त्यसको लागि पनि त कर चुक्ताहरू सबै त चाहियो नि। त्यो कर चुक्ता नभएको बिजनेसेसहरूलाई त त्यो अप्लाई नै गर्न पाइएन नि त उनीहरूले होइन। र सरकारले जुन सोर्सबाट यो चिजहरू गरिरहेको हुन्छ, सोसियल वेलफेयरको हिसाबले यो भनौँ न व्यवसायको वातावरण सुधार्नको लागि यो लोनहरू दिइरहेको, अब उसको सोर्स त इन्कम सोर्स त एउटै ट्याक्स नै त हो फेरि। अब त्यो उठेन भने त सरकारले यो चिजहरू गर्नै पाएन, गर्नै सकेन। त्यो कलेक्टिभ बेनिफिट त सबै सिटिजनले उठाउने हो नि यो चिजहरू। सो यसलाई ट्याक्स भनेको चाहिँ यो कलेक्टिभ बेनिफिट जुन सरकारले बेला बेला भनौँ न गरिरहेको हुन्छ, जुन अब सधैँ हरेक कुराहरू सरकारले गरेका हरेक कुराहरू जानकारी गराउने चाहिँ स्थानीय, जुन अहिले जुन पहिलाको भन्दा अहिले चाहिँ केही लेभलमा बढी भएको होला भनौँ न, स्थानीय स्तरबाट त्यो जानकारी चाहिँ अलिकति भनौँ न डाइरेक्टली हामीले त्यसको बेनिफिट्सहरू एक्सपिरियन्स गर्न पाइरहेको हुनसक्छ। वरिपरिको सरकारी स्कुलहरूको स्तरोन्नतिको कुराहरू, हाम्रो नगर अस्पताल अथवा भनौँ न स्वास्थ्य चौकीमा आएका स्तरोन्नतिका कुराहरू, त्यो जम्मै हाम्रो ट्याक्सबाटै त हो नि। त्यसरी पनि त सामान्य नागरिकले लिन सक्नु पऱ्यो नि। देख्न सकिन्छ, किनभने जुन बाटो बनिरहेछ, जुन भनौँ न बाटोमा पिच हुनेदेखि लिएर पेटी बन्ने सबै चिज जे भइरहेछ त्यो त ट्याक्स पेयर्सको मनीबाट नै हुने हो। हामीले तिरेको ट्याक्सबाट नै त्यो चिज बन्यो। हामीले डाइरेक्टली आफ्नो देश बनाइरहेको छौँ भनेर पनि अब त्यो पोजिटिभ मोटिभेसन्सको रूपमा हेर्न मिल्यो त्यसलाई। त्यो हेर्न मिल्यो। हामीले अहिले जति पनि कुराकानी गऱ्यौँ, जस्तै सामान्य नागरिकहरूको लागि र स्मल एन्टरप्रेन्योर्सहरूको लागि मोर ओभर हाम्रो कन्भर्सेसन्सको पार्ट चाहिँ त्यता डेडिकेटेड भयो होइन। जस्तै अब यो स्मल बिजनेस गर्ने उद्यमीहरूले चाहिँ ट्याक्समा आफूलाई कम्प्लाई गर्दाखेरि उहाँहरूलाई यो स्केल अप गर्नको लागि र फन्डिङ गर्नको लागि, किनभने यदि एज एन एन्टरप्रेन्योर तपाईँ आफ्नो व्यवसायमा नयाँ फन्ड, नयाँ पार्टनर, नयाँ इन्भेस्टर ल्याउन खोज्दै हुनुहुन्छ, हायर लेभलको मार्केटमा जान खोजिराख्नु भएको छ, यदि त्यो उद्देश्य छ डाउन द लाइन भने ट्याक्स कम्प्लायन्स पनि त एकदमै जरुरी हुन्छ नि, ट्याक्स अथवा लिगल कम्प्लायन्स होइन। हो, लिगल कम्प्लायन्स भित्र नै ट्याक्स कम्प्लायन्स पनि पर्यो। दो अलिकति ट्याक्स कम्प्लायन्स अलिक बढी स्पेसिफिक हुँदाखेरि अब ट्याक्स कम्प्लायन्स त एकदमै इम्पोर्टेन्ट छ यदि स्केल अप गर्ने या फन्ड जुटाउने कुरा गर्ने हो भने। जस्तो मानौँ हामी डोमेस्टिक बरोइङ नै भनौँ न, ब्याङ्कसँग लोन मात्रै लिने हो भने पनि हामीले ट्याक्स कम्प्लाई त हुनै पर्यो। त्यसमा पनि हाम्रो कर चुक्ता त म्यान्डेटरीली ब्याङ्कले माग्छ नै, आय विवरण भरेको प्रमाणहरू र कर चुक्ताको प्रमाणपत्रहरू त ब्याङ्कले माग्छ नै। त्यो नभइकन त लोन अप्रुभ नै हुँदैन, लोन पास नै हुँदैन। त्यो लोन पास गर्न त्यो इनिसियल भयो र त्यो त रेगुलरली टाइम टु टाइम हामीले जुन बुझाउनु पर्ने विवरणहरू, बुझाएको प्रमाणहरू त ब्याङ्कलाई पनि दिनु पर्यो। फेरि नभए त ब्याङ्कको एउटा मोनिटरिङ पार्टमा त्यो पनि पर्छ कि सबै कम्प्लाई छ कि छैन, कम्प्लायन्सलाई कतिको महत्त्व दिएको छ कस्टमरले, त्यो त ब्याङ्कले हेर्छ नै। त्यो भएको हुनाले कम्प्लायन्समा त ट्याक्सको कम्प्लायन्समा कम्प्रोमाइज गर्न सक्दैनन्। जसले ब्याङ्कबाट लोन लिने हो या ब्याङ्किङ सुविधा युटिलाइज गर्ने हो भने पनि, कर्जा सुविधा लिने हो ब्याङ्कबाट। र त्योभन्दा माथि, जस्तो ब्याङ्कभन्दा पनि माथि, जस्तो पब्लिकबाट हामी पैसा उठाउँछौँ, जस्तो आइपिओमा जाने या स्केल अप गर्ने, मतलब प्राइभेट इक्विटी, भेन्चर क्यापिटलहरूबाट लगानी लिने, इक्विटीमा लगानी लिने। अब यो चिजहरूको लागि त झन् कम्प्लायन्स एकदमै जरुरी भयो, किनभने एउटा इक्विटीमा लगानी गर्दैछ कसैले, अरू पार्टीले, अरू इन्भेस्टरले या प्राइभेट इक्विटीले अथवा आइपिओमा गएर जनरल पब्लिकसँग हामीले क्यापिटल उठाइरहेछौँ, कुनै कम्पनीले उठाउँछ भने उसले त कम्प्लायन्समा त एकदमै जोड दिनुपर्ने हुन्छ। र यसको मोनिटर गर्ने पार्टहरू पनि धेरै भयो। जस्तो ट्याक्सको जस्तो बिजनेस ओनर सिङ्गल आफ्नै फन्डबाट चलिरहेछ भने उसको ट्याक्सको मोनिटर गर्ने एजेन्सी भनेको एउटा अन्तर्राष्ट्रिय विभाग भयो, आइआरडी हुन्छ, हामी आइआरडी भयो।
र यदि पब्लिकमा गएको छ भने त्यसमा मोनिटरिङ गर्ने रेगुलेटरी अथोरिटिजहरू पनि धेरै आउने भयो। जस्तो नेपाल राष्ट्र ब्याङ्क भयो, ब्याङ्कबाट लोन लिएको छ, अब ब्याङ्कहरूले नै मोनिटर गर्ने भए। अब पब्लिकमा गएको छ भने हाम्रो धितोपत्र बोर्ड छ, नेप्से छ, उहाँहरूको रेगुलेसन्सहरू, त्यसमा त कम्प्लायन्सको दायरा बढ्दै जाने हुन्छ। जति हामीले स्केलअप गर्यो, जति बिजनेसलाई स्केलअप गर्यो या त्यसको फन्डिङलाई हामीले बढाउँदै लग्यौँ भने कम्प्लायन्सको दायरा पनि बढ्दै जान्छ। सो हरेक उद्यम गर्ने उद्यमीहरू, एन्टरप्रेन्योर्सहरूले चाहिँ भविष्यमा आफ्नो बिजनेसलाई स्केल अप गर्ने अथवा त्यसमा फन्डिङ लिएर आउनको लागि चाहिँ इनिसियल स्टेजबाटै यो ट्याक्स कम्प्लायन्सको कुराहरूमा त ध्यान दिनु पर्यो। जस्तो यदि कम्प्लायन्स छैन, नन कम्प्लायन्स छ भने एउटा नेगेटिभ उसको रूपमा देखियो, नेगेटिभ ट्र्याक रेकर्ड जस्तो देखियो, जसले गर्दा जो बिजनेसको भ्यालुएसन्समा नराम्रो असर गर्न सक्छ। सो त्यसलाई पनि एज अ आफूलाई ट्याक्स कम्प्लायन्स गर्नुमा चाहिँ एन्टरप्रेन्योर्सहरूले डाइरेक्ट बेनिफिट भनेर पनि एउटा गुड पोइन्ट, एउटा गुड एब्सोल्युटली बिजनेसको भ्यालुएसन्समै त्यसले पोजिटिभ ल्याउने भयो। राइट। सो यसमा अब यही सँगसँगै अर्को के कुरा हुनसक्छ भने यो चाहिँ तपाईँको स्टार्टअप्सहरूमा इनिसियल स्टेजबाटै, सुरुवाती समयबाटै चार्टर्ड अकाउन्टेन्टहरूको रोल प्ले चाहिँ के हुन्छ? जस्तै मैले एउटा नयाँ स्टार्टअप स्टार्ट गर्दैछु भने यी सम्पूर्ण कुराहरूमा त मलाई प्रोपर गाइडेन्स त आवश्यक छ। सो यसमा चाहिँ यो चाहिँ दुइटैको लागि, चार्टर्ड अकाउन्टेन्ट कम्युनिटी जुन हुनुहुन्छ उहाँहरूलाई पनि र स्टार्टअप्सहरू, उहाँहरूले म्युचुअली कोलाबोरेसन्सको कुराहरू कसरी हुनसक्छ? किनभने अल्टिमेटली हरेक एन्टरप्रेन्योरको ड्रिम के हुन्छ भने आफ्नो बिजनेसलाई स्केल अप गर्ने, लार्जर अडियन्समै पुर्याउने हुन्छ। सो यो सिनारियोमा इनिसियल स्टेजबाटै स्टार्टअप्सहरूमा चार्टर्ड अकाउन्टेन्टले कसरी रोल प्ले गर्न सक्छ? यो मेसेज गइसकेपछि चाहिँ एन्टरप्रेन्योर्सहरूले मेरो बिजनेसमा, मेरो आइडियामा चाहिँ चार्टर्ड अकाउन्टेन्टले मलाई यसरी कन्ट्रिब्युट गर्न सक्छ, त्यही भएर उहाँहरूको इन्भल्भमेन्ट चाहिँ मैले इनिसियल स्टेजबाटै इन्स्योर गर्नुपर्छ भन्ने मेसेज चाहिँ जाओस् भन्न खोजेँ मैले। मेरो अब्जेक्टिभ चाहिँ यो क्वेसनको। अब यस्तो छ, स्टार्टअप भनेपछि एउटा बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ कस्तो हुन्छ भन्दाखेरि, स्टार्टअप भनेपछि थोरै लगानीमा सकेसम्म आफ्नै एउटा घरबाट या एउटा ल्यापटपबाट स्टार्ट गर्ने बिजनेसहरू त्यो हुन्छन्। उहाँहरूसँग त्यो पुँजी र त्यो नेटवर्किङ हुँदैन, जसले उहाँहरूसँग चाहिँ एउटा आइडिया मात्रै हुन्छ। त्यो आइडियालाई स्केल अप गर्ने, त्यसलाई बढाउने र त्यसलाई एउटा बिजनेसको रूप दिने एउटा ड्रिम मात्रै हुन्छ नि उहाँहरूसँग। त्यो भएको हुनाले उहाँहरूले इनिसियल स्टेजमै त्यो टिम जुटाएर भनौँ न कन्सल्टेन्सी त्यसरी लिने अवस्था त कमै नै हुन्छ जनरली। तर त्यसको फाइदा के हुने भयो भन्दाखेरि उहाँहरूले बिजनेस सेटअप गर्दाखेरि त्यसमा अघि पनि हाम्रो कुरा भएको थियो, जस्तो ट्याक्सको रिलेटेड त्यसमा कुनै बेनिफिटहरू या गर्न डुज एन्ड डन्ट्स भन्छ नि, त्यो चिजहरू चाहिँ इनिसियल स्टेजमा उहाँहरूलाई थाहा हुनुपर्छ। अब त्यसको लागि उहाँहरूले कन्सल्टेन्ट नै राख्नुपर्छ भन्ने जरुरी त छैन, कम्पलसरी त्यो केही पनि छैन। तर उहाँहरूलाई नलेज चाहिँ हुनु पऱ्यो। त्यो नलेज चाहिँ उहाँहरूले आफै पनि गेन गर्न सक्नुहुन्छ। जस्तै हरेक स्टार्टअप्सको आफ्नो नेचर हुने भयो, तर जो स्टार्टअप्सको इमिडिएट जम्प अथवा उनीहरूसँग फन्डिङको पनि अभाइलेबिलिटी छ र त्यो केसमा मार्केटमा देखेको कुरा पनि म हजुरलाई सेयर गर्न चाहन्छु। अहिले धेरै स्टार्टअप्सहरूमा चाहिँ चार्टर्ड अकाउन्टेन्टहरूले नै इनिसिएट गरेको बिजनेसेसहरू धेरै छ नेपालमा अहिले मैले नाम चाहिँ लिएन होइन, उहाँहरूको इन्भल्भमेन्ट सायद या अहिले हामीले छलफल गरिरहेकै कुराको रियलाइजेसन्स त्यो भेन्चरहरूलाई भएर पनि हुनसक्छ त्यो कुराहरू। सो यदि मसँग फन्ड पनि छ, मसँग आइडिया पनि छ र मैले चाहिँ सुरुदेखि नै भनौँ न मेरो चार्टर्ड अकाउन्टेन्टको रोल मैले एक्सपेक्ट गरिरहेको छु भने त्यो केसमा चाहिँ सुरुदेखि नै कन्ट्रिब्युसन्सलाई त विचार गरेर अगाडि बढ्न सक्यो नि त। गर्न सक्यो यदि अफोर्ड गर्न सकिन्छ र त्यसमा फन्ड्सले अलाउ गर्छ भने चाहिँ एउटा कन्सल्टेन्टको रूपमा चार्टर्ड अकाउन्टेन्टहरूलाई हायर गर्नुभयो भने उहाँहरूले धेरै सल्लाहहरू एडभाइस दिन सक्नुहुन्छ, जसले तपाईँलाई लङ रनमा फाइदा हुन्छ। जस्तो कुन यो प्रोडक्टको कसरी मार्केट गर्ने
अथवा त्यसको अपरेसनल लेभलमा कसरी त्यसलाई इन्टिग्रेट गर्ने, जस्तो सिस्टमलाई कसरी इन्टिग्रेट गर्ने, यो चिजहरूको बेनिफिट चाहिँ पाउन सकिन्छ। जस्तो अपरेसनल लेभलमै पनि चार्टर्ड एकाउन्टेन्टहरूले हेल्प गर्न सक्नुहुन्छ कि सिस्टम सेटअप गर्दाखेरि भनौँ न डिस्ट्रिब्युसन च्यानल कसरी सेटअप गर्ने, यो चिजहरू। किनभने चार्टर्ड एकाउन्टेन्टहरूसँग मल्टिपल सेक्टरमा काम गरेको, त्यहाँ कन्सल्टेन्सी गरेको एक्सपिरियन्स हुन्छ। त्यो चिजहरूको फाइदा चाहिँ कस्टमरले, क्लाइन्टले उठाउन सक्नुहुन्छ उहाँहरूसँग। इनिसियल स्टेजमा गर्दाखेरि एउटा फाइदा के भयो भने बेसिक प्लानिङ अगाडिबाट नै गर्न सकियो। सुरुदेखि नै त्यो कम्प्लायन्ट हुँदै गइसकेपछि त्यसले लङ टर्मलाई बिजनेसको लङ्गेभिटीलाई पनि त इन्स्योर त गर्यो नि त। किनभने कम्प्लायन्सको एङ्गलबाटै हेर्ने हो भने पनि सुरुदेखि नै त्यो चिज नलेज भयो भने मिस्टेक्स हुनुभन्दा पहिले नै त्यसलाई सुधार, मिस्टेक हुने वातावरण नै नबन्ने गरी जाने भयो। नन कम्प्लायन्स एउटा भनौँ न एउटा अनफर्चुनेट इभेन्टको रूपमा लिने र त्यसलाई चाहिँ हामी टोलरेट गर्दैनौँ भनेर स्टार्टिङदेखि नै प्लान गऱ्यो भने त्यसले पक्कै पनि बेनिफिट दिन्छ। हरेक बिजनेसले पछि नन कम्प्लायन्स भएपछि त्यसलाई सुधार्नतिर जानुभन्दा अगाडिबाट गर्दा त्यो कस्ट पनि कम पर्छ। एक्ज्याक्टली। हरेक बिजनेसले के पनि बुझ्नु पर्यो, हरेक भनौँ न जो अपरेबल बिजनेसेसहरू हुनुहुन्छ उहाँहरूले बुझ्नुपर्ने कुरा के हो भने सेल्सबाट आउने रेभेन्यू एउटा कुरा हो, त्यो बिजनेसको एउटा एस्पेक्ट हो। तर कमाइसकेको पैसा, जुन आइसकेको नेट प्रफिट छ अथवा त्यो पैसा छ, त्यो पैसालाई म्यानेज गर्नु पनि बिजनेसको उत्तिकै रेस्पोन्सिबिलिटी हो, जसमा चाहिँ यी कुराहरू धेरै नै इम्पोर्टेन्ट हुन आउँछ नि त, लङ टर्मको लागि र प्रेजेन्टको लागि पनि हो, होइन? सो अब जस्तै हामीले यो कम्प्लायन्सको कुरा गरिरहँदाखेरि फेरि स्टार्टअप्समै मेरो फोकस त्यही नै छ, म फेरि रिपिट गर्दैछु यो कुरालाई, होइन? यो सुरुमा नयाँ बिजनेसेसहरूले बिलमा नाम लेख्दाखेरि, डेट लेख्दाखेरि केरमेट हुने, मिस्टेक्स हुने, होइन? त्यो रेटहरूमा, बिलकै फर्मेटहरूमा यस्तो खालको यो ट्याक्सको डेटा एन्ट्री गर्दाखेरि हुने एरर्सहरू। सो यो एरर हुन दिनु हुँदैन, त्यो आफ्नो ठाउँमा छ। तर यो हुँदा के अप्ठ्यारो पर्छ, जसले पनि अहिले हामीलाई सुन्दै हुनुहुन्छ जसको बिलमा धेरै केरमेट छ, उनीहरूको लागि कसरी त्यो कुरालाई कसरी अभोइड गर्नुपर्छ, त्यसका मेजर्सहरू के हुन सक्छन्, त्यो मिस्टेक्स हुँदाखेरि कस्ता कस्ता जरिवानाहरू अथवा कस्तो कस्तो पेनाल्टीहरूबाट चाहिँ गुज्रिनुपर्छ? अब यस्तो छ, कमन ट्याक्स मिस्टेक्स, कमन ट्याक्स एरर्स, राइट? कमन ट्याक्स एरर्स। अब यो चाहिँ बिजनेस ओनर्सहरूले या जो अकाउन्टेन्ट्सहरू जो हुनुहुन्छ टिममा, उहाँहरूबाट हुने सानो सानो मिस्टेक्सहरू, कमनली हुने मिस्टेक्सहरू, यो सानो सानो इरर्सहरू भनौँ न, क्लेरिकल इरर्सहरू। अब यसको त्यत्रो ठुलो एकदम सिग्निफिकेन्स त त्यति नदेखिए पनि तर एउटा इमेज ट्याक्स अफिसरको अगाडि तपाईँको एसेसमेन्ट हुँदा या हुँदाखेरि तपाईँको एसेसमेन्ट हुने बेलामा ट्याक्स अफिसरहरूबाट एउटा इम्प्रेसन चाहिँ खराब हुने हो। जस्तो तपाईँको रिपिटेडली बिलहरूमा मिस्टेक छ, तपाईँको इन्ट्रिजमा, भ्याटमा, रजिस्टरतिर इन्ट्री गर्दाखेरि मिस्टेक छ, आय विवरणहरूमा मिस्टेक्स छ र एभ्री टाइम तपाईँले त्यसलाई करेक्ट गरिरहनु भएको छ, अघिल्लो मिस्टेकलाई नेक्स्ट पिरियडमा करेक्ट गर्नुहुन्छ, फेरि त्यति बेला पनि मिस्टेक छ भने यसले एउटा इम्प्रेसन चाहिँ नराम्रो दिन्छ कि एउटा मेसेज के पनि जान सक्छ ट्याक्स अफिसरहरूको लागि भने केही इलिगल काम त भइरहेको छैन, जस्तो कुनै गर्न नहुने काम त गरिरहेको छैन ट्याक्स पेयरले, जुन कारणले यो मिस्टेक्सहरू भइरहेछ, यो कुराहरूको मेसेज जान सक्छ। त्यही भएर सकेसम्म त आफूले अलिकति अगाडि बुझेर नै यो सानसानो मिस्टेक्सहरूलाई कसरी रोक्ने, त्यसको लागि अब ट्याक्स डिपार्टमेन्टमै गएर बुझेर हुन्छ कि या आफ्नो टिमलाई कुनै ट्रेनिङ गराएर, सानसानो ट्रेनिङहरू गराएर यो सानसानो मिस्टेक्सहरू नहोस्। किनभने यसले के गर्ने भयो भन्दाखेरि एक त मेसेज एउटा नराम्रो दिने भयो, लथालिङ्गो बिजनेसको मेसेज जाने भयो। किनभने त्यो बिजनेस प्रोपरली म्यानेज भएको छैन भने चाहिँ देखियो नि तपाईँको त्यो एउटा अपरेसनको एउटा पार्ट नै हुन्छ ट्याक्स अकाउन्टिङ या ट्याक्सको कम्प्लायन्स पनि। अब त्यहाँनिर तपाईँको नेग्लिजेन्स जस्तो देखिन्छ भने तपाईँको अरू प्रोसेसमा पनि त नेग्लिजेन्स हुन सक्छ। त्यो भएर त्यसलाई चाहिँ मेसेज एउटा इमेज, एउटा आफ्नो एउटा बिजनेसको एउटा इमेज पनि लाई ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ। सो कुनै बिल काट्नुभन्दा अगाडि कसलाई बिल काटिँदैछ, के हो, त्यो कुरालाई चाहिँ मजाले इन्स्योर गरेर बरु
सुरुमा रफमै गरेर त्यसलाई पछि यदि त्यो सुरुदेखि नै भनौँ न सुरुवाती अवस्थामा चाहिँ त्यस्तो छ भने त्यो कुराहरू पनि विचार गर्नु पर्यो। अब यदि मिस्टेक बिल नै गयो भने त्यसलाई एडजस्ट गर्ने तरिकाहरू पनि अब क्रेडिट नोटहरू इस्यु गर्ने हो कि डेबिट नोटहरूबाट कसरी एडजस्ट गर्ने यो चिजहरू पनि एउटा ट्रेनिङ त गर्नै पर्छ। जो ट्याक्सको जसले काम गर्छ अकाउन्टेन्ट होस् या ओनर आफैले गर्ने हो भने पनि एउटा ट्रेनिङ चाहिँ लिनै पर्ने हुन्छ। र यही प्रसङ्गमा अहिले रिसेन्टली भनौँ न अब अलिक केही समय 6-7 वर्ष अगाडिदेखि बिजनेस गर्दै आउनु भएकोहरूले मजाले एक्सपिरियन्स गर्ने कुरा के हो भने यो डिजिटल ट्रान्सफर्मेसन अफ ट्याक्स होइन। जस्तै अहिले ई-भ्याट ई-टिडिएसका कुराहरू यसले चाहिँ यो नेपालमा जति पनि बिजनेस गर्ने यो स्टार्टअप्सहरू अथवा बिजनेसेसहरू छ त्यो बिजनेसेसहरूमा चाहिँ कम्प्लायन्सको रेटलाई बढाउँछ होइन? बढाउँछ। अहिले विगत हामीले 4-5 वर्ष या 10 वर्ष यता हेऱ्यौँ भने पहिलाभन्दा धेरै नै डिजिटल्ली इन्भल्भ भइरहेछ ट्याक्स डिपार्टमेन्ट पनि र ट्याक्स पेयरहरू पनि। जस्तो सानो हरेक केसको लागि ट्याक्स डिपार्टमेन्ट जानुपर्ने या पेमेन्टको लागि जानुपर्ने यो बाध्यताहरू त अहिले हटिसक्यो। अब ट्याक्स रिटर्न फाइल गर्ने या भनौँ न टिडिएस को फाइलिङदेखि लिएर पेमेन्ट यो सबै डिजिटल्ली भइसक्यो। भ्याटको पनि डिजिटल भइसक्यो। अब त्यसमा अझै धेरै गर्न चाहिँ बाँकी नै छ। जस्तो ट्याक्स एडमिनिस्ट्रेसनसँग रिलेटेड ट्याक्स एसेसमेन्टको कुराहरू अब योहरू पनि अहिले त फिजिकल्ली नै छ। पत्रहरू पठाएर नै ट्याक्स एसेसमेन्टहरू भइरहेछ। अब यसमा पनि सानो ट्याक्स पेयरहरूको लागि कर चुक्ता निकाल्ने यो पनि सुरु त भयो तर यो अझै धेरै गर्न बाँकी छ डिजिटल उसमा। तर स्टार्ट चाहिँ भएको छ जुन चाहिँ पोजिटिभ पनि हो। पहिलाभन्दा कम्प्लायन्स रेट पनि यसले पक्कै पनि बढेको छ किनभने इज भयो नि त। त्यहाँ गएर लाइन लागेर कर तिर्नुपर्ने त्यो बाध्यताबाट धेरै बिजनेसेसहरू बाहिर निस्किए जसमा चाहिँ आफ्नै सिस्टममा बसेर यो के अरे आइआरडीले भेरिफाई गरेको सफ्टवेयरहरू युज पनि गर्न पाइयो होइन। अब यो केसमा चाहिँ जस्तै आइआरडीले जति पनि सफ्टवेयरहरू भेरिफाई गरिरहेको छ यो भेरिफाइड सफ्टवेयरहरू नै चलाउनु पर्यो। हो, आइआरडीले लिस्ट पब्लिस गर्छ कुन सफ्टवेयरहरू चाहिँ बिलिङको लागि स्पेसल्ली। अरू अकाउन्टिङ सफ्टवेयर त त्यसको लागि त्यति कम्पलसरी छैन। तर बिलिङको जुन सफ्टवेयर छ बिलिङको सफ्टवेयर चाहिँ आइआरडीले भेरिफाई गरेको लिस्ट पब्लिस गर्छ। त्यही लिस्टबाट छानेर आफूले जुन सुटेबल हुन्छ त्यो युज गर्ने। भेरिफाइड नभएका बिलिङ सफ्टवेयरहरू पनि मार्केटमा आउँछन्, उपलब्ध हुनसक्छ। तिनीहरू चाहिँ यो युज गर्न मिल्दैन। जस्तै तिनीहरू चाहिँ ती सफ्टवेयरहरू चाहिँ आइआरडीबाट भेरिफिकेसन्सको प्रोसेसमा हुन सक्छन्। प्रोसेसमा भए पनि तिनीहरू लिस्टेडबाटै युज गर्नु पर्यो। जो भेरिफाइड भएपछि मात्रै युज गर्न पाइन्छ। आफू आइआरडीमा जानु पर्यो, त्यहाँबाट आफ्नो लिस्ट लिएर आएर कुन चाहिँ सफ्टवेयर मैले युज गर्नुपर्छ भन्ने कुराको त्यो पनि हो। एउटा सफ्टवेयर आफूले चुज गरिसक्यो लिस्टबाट भने पनि अनि एभ्री ट्याक्स पेयरले चाहिँ त्यो म यो युज गर्छु भनेर फेरि पर्मिसन माग्नुपर्ने हुन्छ र त्यस बेलामा फेरि ट्याक्स डिपार्टमेन्टबाट सबै चिज हेरेर फेरि इच एन्ड एभ्री केसमा छुट्टै पर्मिसन दिनुहुन्छ। जस्तो एउटा मानव कुनै एउटा सफ्टवेयर छ त्यो कसैलाई अलरेडी ट्याक्स अफिसले डिपार्टमेन्टले अप्रुभ गरेको छ भन्नेमा त्यो मैले युज गरिहाल्छु भन्न पनि मिलेन। मैले पनि यदि गर्ने हो भने मैले पनि फेरि एप्लाई गर्नु पऱ्यो। सेम सफ्टवेयर म युज गर्छु भनेर फेरि मेरो लागि छुट्टै अप्रुभल आउँछ। जस्तै पहिले भेरिफाइड छ, मेरो साथीको बिजनेसले गरिरहेछ भने चाहिँ मैले पनि भेरिफिकेसन लिनु पऱ्यो, फेरि अप्रुभल लिनु पऱ्यो। राइट, एभ्री केसमा अप्रुभल लिनु पऱ्यो। राइट। जस्तै यो ट्रान्ज्याक्सन्सकै हकमा पनि हामी आई थिङ्क वेयर ट्राइङ टु इन्कर्पोरेट। म चाहिँ अलिकति सायद ग्रिडी भएर तपाईँलाई धेरै क्वेसन्सहरू सोध्दैछु तर आई जस्ट वान्ट टु इन्कर्पोरेट सकेसम्मको टपिक्सहरू इन्कर्पोरेट गर्नु खोजिरहेको मैले। यो ट्रान्ज्याक्सन्स गर्ने बेलामा क्यास ट्रान्ज्याक्सन्स गर्ने, नगदमा भुक्तानी गर्ने होइन, यो के अरे बिल मेन्टेन भनौँ न यो पेमेन्ट भाउचर्सहरू मेन्टेन नगर्ने यो केसेसहरू र यो डिजिटल ट्रान्ज्याक्सन्सको कुराहरू अथवा पेमेन्ट अनलाइन पेमेन्ट्सको कुराहरू यसले ओभरअल बिजनेसमा कस्तो इम्प्याक्ट गर्छ र ट्याक्स कम्प्लायन्समा यसले कसरी इम्प्याक्ट गर्छ? अब तपाईँले ट्याक्स उसको कुरा गर्नु क्यास ट्रान्ज्याक्सन्सको। अब यो त आयकर ऐनले हाम्रो इन्कम ट्याक्स एक्टले नै त्यसमा तोकिदिएको छ कि 50,000 रुपियाँभन्दा माथिको लिमिट तोकिदिएको छ कि 50,000 त्योभन्दा माथि चाहिँ तपाईँले क्यास ट्रान्जेक्सन गर्नै पाउनुहुन्न। त्योभन्दा माथि कारोबार गर्नुपर्छ भने त ब्याङ्क थ्रु या इलेक्ट्रोनिकल्ली नै गर्नु पऱ्यो। त्यो त डाइरेक्टली नन कम्प्लायन्स भइहाल्यो क्यास ट्रान्जेक्सन।
अब कसैको जुन क्यास कलेक्सनहरू हुन्छ, जस्तो सानो बिजनेसहरूको रिटेलमा जुन कारोबार हुन्छ धेरै, उहाँहरूको क्यास कलेक्सनको पार्टहरू त्यो त भयो होइन, तर त्यसलाई चाहिँ इजिनेसको लागि के भने कलेक्सन, अब डे टु डे कलेक्सनहरूलाई चाहिँ ब्याङ्कमा डिपोजिट गर्ने यो पार्ट, यो त्यसले गर्दा के भयो भने त्यसमा ट्रान्सपरेन्सी देखिन्छ। नभए क्यास नै लिने र क्यास नै पेमेन्ट गर्ने हुँदाखेरि चाहिँ त्यसको ट्रेल्स पनि त्यति राम्रो देखिएन र त्यसले चाहिँ नन कम्प्लायन्सतिर नै डोर्याउँछ। नन कम्प्लायन्स भइरहेकै छ भन्ने जस्तो देखाउँछ क्यास ट्रान्जेक्सन ज्यादा गर्नुहुन्छ भने। नन कम्प्लायन्स पनि भयो, तर त्यो इन्टरनल अपरेसन्सको लागि पनि त त्यो प्रब्लमेटिक भयो नि, हार्मफुल भयो। जस्तो इन्टरनल कन्ट्रोल पनि त्यसको राम्रो भएन, जस्तो किनभने ओनरले नै सबै चिज ह्यान्डल गरेको छ एउटा एकदमै लिमिटेड उसमा सिनारियोमा भने त एक हिसाबले कन्ट्रोल त ओनरको होला त्यसमा, तर अलिकति पनि त्यसमा म्यानेजमेन्ट इन्भल्भ, जस्तो इम्प्लोइहरूको इन्भल्भमेन्ट छ भने त क्यास ट्रान्जेक्सनले समस्या ल्याउने सम्भावना रहन्छ। त्यो इम्बेजलमेन्टको कुराहरू, क्यासको फ्रडहरूको कुराहरू पनि हुनसक्छ, या नभए पनि त्यसको चान्स त क्रिएट भयो नि। त्यही भएर सकेसम्म डिजिटल्ली नै गर्नुपर्ने हुन्छ। त्यसले गर्दा क्यास म्यानेजमेन्ट एउटा आफैमा एउटा ठुलो टास्क हो, त्यो एउटा टास्कबाट नै बचियो। अब 100% केसमा त्यो पोसिबल नहोला, तर जति पोसिबल हुनसक्छ डिजिटल्ली गर्दाखेरि कम्प्लायन्समा पनि सजिलो हुन्छ। अब एउटा क्वेसन चाहिँ मेरो अलिकति यो भनौँ न अहिले मेजर हामीले कुराकानी गरेको भन्दा अलिकति फरक चाहिँ छ, तर यो मलाई लाग्छ यो समाजमा सबैलाई थाहा पाएको, तर यसमा भनौँ न यो केही पनि गर्न नसकेको स्टेज, यो चाहिँ जसले त्यो भोगेको छ उसलाई थाहा हुनसक्छ। मैले के सोध्न खोजेँ भने अलिकति यो ट्याक्स कम्प्लायन्स र यो लिगालिटिजकै कुराहरूमा चाहिँ देयर आर लट अफ बिजनेसेस जसले चाहिँ डबल एन्ट्रिजहरू गर्नुहुन्छ होइन, त्यो चाहिँ त्यसले लङ रनमा के इम्प्याक्ट गर्छ त्यो बिजनेसलाई? लार्जर स्केलकै बिजनेसेसहरू हुनसक्ला, स्मल स्टार्टअप्सहरू हुनसक्छ, त्यो चाहिँ कसरी त्यो ट्याक्स इभेजनमै पर्यो, त्यो प्लानिङमै परेन? यो त टोटली नन कम्प्लायन्स हो। तपाईँ डबल एन्ट्रिज भन्नु, डबल अकाउन्टिङ भन्न खोजेँ मैले, सरी डबल एन्ट्रिज चाहिँ भन्नु खोजेँ, डबल अकाउन्टिङ यो त आउटराइट नै यो त इलिगल भइहाल्यो। किनभने तपाईँले यस्तो ट्रान्जेक्सनहरू गर्दै हुनुहुन्छ जुन ट्रान्जेक्सनहरू तपाईँले पब्लिकली देखाउनु भएको छैन अथवा ट्याक्सलाई रिपोर्ट गर्नु भएको छैन भने यो त नन कम्प्लायन्स नै भइहाल्यो। यसले त भोलि तपाईँको बिजनेस नै बन्द हुने अवस्था आउँछ र ओनरलाई पनि यो त सजाय, पर्सनल नै सजाय हुने अवस्था। जस्तै कति बिजनेसेसहरूले आई डोन्ट नो मेबी लाइक अब ट्याक्सको लिगल लुप होल्सहरूलाई कन्ट्रोलमा गरेर हुन्छ, कसरी हुन्छ त्यो लेभलको बिजनेसको मैले कुरा गर्न खोजिनँ, तर त्यो लेभलको बिजनेसेसहरूबाट सिकेर स्मल बिजनेसेसहरूले पनि यो डबल बुक किपिङहरूको प्र्याक्टिसेसहरू यत्र तत्र यदा कदा सुन्नमा आउँछ। सो मलाई लाग्छ कतिलाई थाहा नहुन सक्छ यसको कन्सिक्वेन्स, थाहा नपाइकन पनि यसमा अगाडि बढिरहेको हुनसक्छ, कतिलाई थाहा पाएर हुनसक्छ। सो यसको अल्टिमेट रिजल्ट चाहिँ भयावह नै हुनसक्छ। भयावह यो त गर्नै नहुने काम हो। जुन अघि पनि हामीले भन्यो, जुन गैर कानुनी काम त गैर कानुनी हो, चाहे जानेर गर्नुहोस् या एक्सिडेन्टली गर्नुहोस्, तर यो त्यो त गर्नै मिलेन। त्यो भएर पनि बिजनेस ओनरहरूले एउटा बेसिक अन्डरस्ट्यान्डिङ चाहिँ लिनै पर्ने भयो, लिनै पर्छ। त्यति त जानकारी हुनै पर्यो कि गैर कानुनी काम यदि कुनै बिजनेस ओनरले गर्छ भने त्यो त कुनै हिसाबले पनि एक्सक्युज हुँदैन। थाहा थिएन या मैले अरूले गरेको देखेर मैले गरेँ, यो कुरा त कुनै पनि एक्सक्युज हुँदैन। यदि बिजनेस गर्दै हुनुहुन्छ भने जुन चाहिँ समाजमा सबैभन्दा उच्च ओहदाको काम मानिन्छ व्यवसायलाई, आफ्नै व्यवसाय गर्नुलाई होइन, एक हिसाबले भनौँ न, त्यो गर्दै हुनुहुन्छ र तर त्यसमा पनि गैर कानुनी तरिकाले गर्दै हुनुहुन्छ भने त त्यो त एब्सोल्युटली गलत प्र्याक्टिस भइहाल्यो। त्यसलाई तपाईँले अहिलेदेखि नै जतिले यदि कसैले जानेर नजानेर गर्दै हुनुहुन्छ भने त्यो कुराहरूमा चाहिँ विशेष ध्यान पुर्याउनै पर्छ। यदि कसैले त्यस्तो ट्रान्जेक्सनहरू गरेको छ भने सकेसम्म छिटो त्यसलाई चाहिँ रिपोर्ट गर्नु पर्यो। कुनै अनरिपोर्टेड ट्रान्जेक्सन त्यस्तो छ भने त्यसलाई रिपोर्ट गर्नु पर्यो। त्यसको कन्सिक्वेन्स के जे हुने हो त्यसलाई तुरुन्तै नै एक्सेप्ट गर्नु पर्यो र त्यसलाई कन्टिन्यू गर्नु भएन। किनभने त्यो जति लामो समयसम्म त्यसलाई कन्टिन्यू गर्दै गइन्छ त्यो त धेरै ठुलो त्यसले समस्या ल्याउँछ। क्षणिक लाभको लागि कसैले त्यस्तो बिजनेससँग कारोबार गरिरहेको छ भने त्यो पनि तुरुन्तै सोचेर त्यसमा चाहिँ एक्ट गरिहाल्नु पर्यो होइन? हजुर। अब एउटा विचार बिजनेस ओनरहरूलाई एउटा के पनि विचार गर्नु पऱ्यो भने तपाईँहरूले
कोसँग कारोबार गरिराख्नु भएको छ ऊ पनि कतिको कम्प्लायन्ट छ राइट त्यो पनि हेर्नुपर्ने छ। जस्तो जस्तो चलि नै आएको छ, जस्तो कसैले नक्कली बिलहरू प्रोभाइड गरिदिने, जस्तो कम्पनीहरूले अथवा बिजनेस ओनरहरूले बिजनेसले आफ्नो त उसले जेन्युन ट्रान्जेक्सन गरिरहेको हुन्छ, तर त्यो जेन्युन बिजनेस ट्रान्जेक्सन गर्दाखेरि पनि उताबाट जुन बिलहरू आयो जुन जसकोबाट हामीले सामान या कुनै सर्भिस लियौँ उहाँले चाहिँ ट्याक्स कम्प्लाई गर्नु भएन भने पनि हामी समस्यामा पर्न सक्छौँ। त्यही भएर हामीले कोसँग कारोबार गरिरहेछौँ उहाँ कम्प्लायन्ट हुनुहुन्छ कि हुनुहुन्न अर्को पार्टी त्यो पनि विचार गर्नुपर्ने हुन्छ, स्पेसल्ली हामीले पर्चेज गर्ने केसमा। किन त्यस्तो केसेस परेको छ जस्तो जो बिजनेस ओनरले चाहिँ जेन्युनली कारोबार गरेको छ उसले पेमेन्ट पनि गरेको छ, उसले कुनै पनि लुकाएको पनि छैन, तर जोसँग उहाँले कारोबार गर्नुभयो उहाँको अर्कै समस्या थियो, उहाँले भ्याटहरू पे गर्नुभएको थिएन। सम्बन्धित हामीले जुन पर्चेज गर्दाखेरि हामीले त भ्याट पे गऱ्यौँ, जो बिजनेस ओनरले ट्याक्स भ्याटहरू टाइमली पे गर्यो कुनै ऊ राखेको छैन, तर जोसँग पर्चेज गर्यो उसले चाहिँ त्यो बदमासी गरेर ट्याक्स नबुझाइदिनुको कारणले लिगल कन्सिक्वेन्सेसहरू बेहोर्नु पर्ने, मुद्दा लड्नुपर्ने यो अवस्थाहरू चाहिँ धेरै नै देखिरहेछ। त्यही भएर बिजनेस पार्टनरहरू चुज गर्दाखेरि भेन्डरहरू चुज गर्दाखेरि पनि यी चिजहरू पनि ध्यान दिनुपर्ने हुन्छ। ग्रेट। अब बेला बेलामा आइआरडीले एउटा लिस्ट पनि पब्लिस गर्छ यस्तो जसलाई सस्पेन्ड गरेको छ, जसले भ्याटहरू टाइमली नबुझाउने, विवरण नबुझाउने, त्यस्तो लिस्टहरू पब्लिस गरेको छ। आफ्नो कोही भेन्डरहरू त्यसमा पर्यो कि त्यो पनि बेला बेलामा चाहिँ याद राख्नुपर्ने हुनसक्छ। आज दिपेश सरले मैले तपाईँसँग यो पडकास्ट गर्नुभन्दा अगाडि चाहिँ मलाई थाहा थिएन, भर्खर मेरो जानकारीमा के आयो भने आज कर दिवस पनि रहेछ। कर दिवसमा दिपेश सरसँग यो ट्याक्ससँग रिलेटेड धेरै कन्सर्न्सहरूमा कुराकानी गर्न पाइयो। तपाईँको समयको लागि विशेष धन्यवाद टक्राउँदै आई वुड लाइक टु कन्क्लुड दिस पडकास्ट। थ्याङ्क यू भेरी मच फर यर टाइम सर। धन्यवाद। र जतिजनाले पनि हामीलाई हेर्नुभयो तपाईँका केही प्रश्नहरू छन्, केही कुराहरू छन् भने कमेन्ट सेक्सन्समा प्लिज राख्नुहोला र हामी यस्तै खालको कन्टेन्टहरूलाई नै विशेष गरी एन्टरप्रेन्योर्सहरूको लागि नै डेडिकेट गर्न चाहन्छौँ। र जतिजनाले पनि हामीलाई सुन्नुहुन्छ देख्नुहुन्छ तपाईँले बिजनेस गर्ने केही प्लानिङ गर्दै हुनुहुन्छ, केही सोचिराख्नु भएको छ, तपाईँका साथीहरू कसैसँग त्यो आइडियाजहरू छ केही छ भने यी लगायत यस्तै प्रसङ्गहरूमा हामी कुराकानी गर्ने नै छौँ। यो च्यानललाई लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू भेरी मच वन्स अगेन र ह्याप्पी ट्याक्स डे सबैजनालाई। अब कहिले पब्लिस हुन्छ यो कार्यक्रम केही समय त लाग्छ नै, तर जुन दिन हामी यहाँ सुट गर्दैछौँ यो दिन चाहिँ आज नोभेम्बर 17 हो। आज चाहिँ ट्याक्स डे हो। थ्याङ्क यू भेरी मच। हस्, नमस्कार।